हाम्रो धर्मशास्त्रले कहिल्यै पनि निरङ्कुशताको वकालत गर्दैन। यो कुरा बुझ्न, त्यो बेला कुनै समय राजाको जरुरी थियो। किताबमा लेखिए राजाको बारेमा यस्तो लेखिएको छ, उस्तो लेखिएको छ। हो, एउटा इमान्दार राजाको परिकल्पना गरिएको थियो, किनभने त्यो बेला राष्ट्रपति शासन विश्व चलनमा आइसकेको थिएन। राजाभन्दा अर्को विकल्प सोचिँदैन थियो त्यो बेला। अहिले लोकतन्त्रभन्दा बाहिरको अरू कुनै विकल्प तपाईँ सोच्नुहुन्छ भने तपाईँ अँध्यारोतिर फर्किने कुरा हुन्छ। त्यसकारण त्यो मान्य हुँदैन, जनताहरूले मान्दा पनि मान्दैनन्। जुन चिज जनता नागरिकहरूले रुचाउँदैनन् त्यो चिज तपाईँ जबरजस्ती गर्न खोज्नुहुन्छ भने कसरी त्यो प्रति आकर्षण रहन्छ? केही मानिसहरूलाई लिएर धर्म गर्ने हो भने तपाईँलाई एउटा कुरा, अर्को धर्मलाई घृणा गरेर अर्को जातिलाई घृणा, कसैलाई घृणा गर्छ धर्म गर्ने मान्छेले? धर्म भनेको के हो? तपाईँ चाहे क्रिस्चियनले मानोस् चाहे मुसलमानले मानोस्, भगवान त एउटै हो। हाम्रा सारा दर्शनमा त्यही कुरा लेखिएको छ, उपनिषददेखि लिएर वेदसम्ममा। भने एउटै धर्मको सबैले पूजा गर्ने एउटा विधि मात्र फरक गरेर उनीहरू पूजा गरिराखेको छन् भने एउटा धार्मिक मान्छेले त त्यहाँ आक्रमण गर्नुपर्ने जरुरी छैन। त्यो व्यापकता त हुनु पर्यो नि त, त्यो विशाल हृदय त हुनु पर्यो नि। धर्म भनेको प्रेम हो भन्ने कुरा बुझिसकेपछि अनि